आज हामी चौको 12औं पुण्यतिथिको अवसर पारेर डाँडातिर केही खानेकुराहरू अनि धुपबत्ती चोखो पानी चढाउनको लागि डाँडातिर जाँदैछौँ। थकै लाग्यो, जाँदा चाहिँ धेरै माथि छ अझै। जाने चाहिँ हामी वहाँ माथि जाने हो। बल्ल यहाँ आइपुग्यो, छोराहरू अगाडि हिँड्दैछ। यो चाहिँ डाँडै हो। हामीले सानोमा पढ्ने स्कुल हो यो चाहिँ, बच्चाहरूमा पढ्दा चाहिँ। अनि यो हिमाल चाहिँ यता देखिन्थ्यो होइन, त्यो बादल लाग्छ नि, यो त्यो बादलले छेक्यो, यो देखिँदैन। अब चाहिँ यसरी हिँड्दैछौँ। तारसनहरू छोराहरू चाहिँ उता पुगिसक्यो, जाने चाहिँ हेरी यहाँ डाँडामा माथि जानु लाग्यो। म चाहिँ यता छु। यो चाहिँ चौतारा हामी सानोमा गाईको हेर्न आउँदा बस्ने हो। हेभन सेलाउने गएर यो चाहिँ यहाँ चाहिँ हामी पहिला भलिबल खेल्ने ग्राउन्ड थियो क्या। यहाँ चाहिँ यस्तो दामी ग्राउन्ड थियो यहाँ। अहिले चाहिँ मान्छे पनि छैन, यस्तो झाडी भएर यस्तो झाडी भएर चाहिँ भलिबल खेल्ने ग्राउन्ड थियो, दामी थियो स्टेडियम पाराको। यता चाहिँ हामी गाईगोरु हेर्न आउने चौरहरू त्यहाँ हिमाल पनि देखिन्छ, तर सब बादल लाएर हो। ठाउँ चाहिँ राम्रो छ। यो चाहिँ हामी भलिबल खेल्ने चौर हो। यो भलिबल खेल्ने कोर्ट थियो यहाँ चाहिँ, र अहिले जङ्गलले यस्तो भएछ, केही छैन। थाकिस किन उकालोबाट थाकियो। यता आइज धन्न मैले लडेको फेरि। कहाँ गइन अघि यहाँ पनि रुख हुर्किँदो रहेछ क्या रे। स्कुल यहाँबाट पनि दामी देखिएछ है। आइज आइज काली उहाँ हिँड्न सक्दैन भने मान्छे सबभन्दा अगाडि पुगिसक्यो उहाँ। कसले भेट्ने यसलाई, रफ्तारमा छ त्यो। हामी चाहिँ बोइलर जस्तो यता जाने चाहिँ ठ्याक्कै यहाँ हो। आइपुग्नु लाग्यो, अब धेरै छैन, बाटो उकालो भएर। पसिनाले पुरै पचातै भयो। दामी छ नि हाम्रो गाउँको डाँडा, बबाल छ ल।
राकेश अब हिँड्नुपर्छ पुगिसक्यो तिनीहरू ल्याउनु आउँदैछ छोरी बुहारी नानी जोइ अनि हावा त राम्रो आएको छ तल चिसो बस्नु थकै लाग्यो अर्तले त पुरै जङ्गल भएछ नि त नि जय पनि थाक्नु भयो क्या त्यही त नि फाइनली हामी यहाँ आइसकेको छौँ यो चाहिँ हाम्रो च्यान डाँडा हो जति पनि हाम्रो यहाँ गुरुङ जातिहरू छ हाम्रो गुरुङ समुदायहरू छ सबैको जुन अन्तिम दाह संस्कार अन्तिम अन्त्येष्टि चाहिँ पहिल्यैबाट धेरै वर्ष पहिलाबाट बाउ बाजेहरूको पालाबाट अझ पहिलाबाट चाहिँ यहाँ नै ल्याएर गरिन्छ यो चाहिँ हाम्रो च्यान डाँडा भनेर भनिन्छ अब अरूको घाटतिर लाने कता लाने हुन्छ हाम्रो चाहिँ यो च्यान डाँडामा ल्याएर यहाँ राखिन्छ र त्यही मा आज हामी चाहिँ चौको 12औं पुण्यतिथिमा चौको आत्माको शान्तिको कामना गर्दै यहाँ धुपबत्ती चोखो पानीहरू चढाउन फलफुलहरू चढाउनको लागि को सम्झना स्वरूप यहाँ आइसकेको छौँ म ल अब हाम्रो यहाँबाट सबै कुराहरू यहाँको गर्न पनि कुराहरू सकियो अब हामी घरतिर फर्किँदैछौँ अब हामी घरतिर हिँड्यौँ ल आइज खाँदै हिँड्नु पनि खाँदै हिँड्छु ल हिँड ल हामी अब घरतिर फर्किँदैछौँ अब उता छोरी चाहिँ उताबाट आउँदैछ